पानीमा कोही छिर्ने मान्दैन जाडले। प्रार्थना गर्दछ। जय श्री माधव नारायण, जय श्री माधव नारायण, जय श्री माधव नारायण। हजुर पानीको कालीमती गङ्गाको तीरमा माधव नारायण भगवानको मूल मन्दिर निर्माण कार्य भइरहेको छ। एउटा मन्दिर बाहेक उक्त मन्दिरको हजुरलाई सुनको झलक राख्नु परेको हुनाले हजुरहरूसँगै सुन सहयोग गर्नुहोस्, नसके आर्थिक सहयोग गर्न सक्नुहुनेछ। तपाईँहरू जति सक्दो त्यति सहयोग गर्नुहोस्, पुण्य राहत कमाउनुहोस्। जय श्री माधव नारायण। तपाईँले गरिएको सहयोगले सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगति हुन्छ। ठुलो भएदेखि नेपालबाट पत्रकार छोपिँदा श्रेष्ठजीले छोपिँदा गौतमजीले स्वर्गीय आमा गजरा गौतमज्यू वैकुण्ठ पाठको प्रार्थना गर्दै गएको छोरीले 255 रुपियाँ माधवलाई भगवानको चरण कमलमा अर्पण गरिदिएका छन्। उहाँले उहाँको सम्पूर्ण परिवारलाई श्री माधवनारायण भगवानले रक्षा गराउनु प्रदान गराउनु ठाकुरीजीले पनि माधवनारायण भगवानको चरण कमलमा 110 रुपियाँ आर्थिक सहयोग गर्नुभएका छन्। उहाँको सम्पूर्ण परिवारलाई श्री माधवनारायण भगवानको रक्षा गराउनु प्रदान गराउनु। जय श्री माधवनारायण। हजुरहरू पनि सुनको माधवनारायण भगवानको दर्शनमा सुनको झलक लगाउनु परेको हुनाले तपाईँहरू आर्थिक सहयोग गर्नुहोस्, पुण्य लाभ कमाउनुहोस्। यो सहयोग हजुर व्यक्ति विशेषको लागि होइन। मन्दिर अगाडि सिगरेट गाडीको साथै खसेको छ। तपाईँहरू कसैको हो भने यस नम्बरलाई कृपया खबर गर्नुहोला। सिगरेट गाडीको चाबी, सिगरेट ब्यागको चाबी खसेको छ। कसैको हो भने यस नम्बरलाई कृपया खबर गर्नुहोला।
पनि मानवनारायण संस्थानको कार्यक्रममा 155 रुपियाँ आर्थिक सहयोग गर्दछ। उहाँलाई सम्पूर्ण पर्वलाई श्री मानवनारायण संस्थानले रक्षा गरोस्, कल्याण गरोस्, साथै उहाँका सम्पूर्ण ज्ञात अज्ञात पितृहरू पनि वैकुण्ठवासको कामना गर्दछौँ। जय श्री मानवनारायण, जय श्री मानवनारायण। मन्दिरमा भगवान दर्शन गर्नुहुने श्रद्धालु भक्तजनहरूले चित्तभन्दा चित्त दर्शन गरेर फर्किदिनुहोला। हजुरहरू साथै पछाडि धेरै न्याय भइसकेको छ, त्यसैले चित्त सहित दर्शन गरेर फर्किदिनुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौँ। जय श्री माधव।